ल हेर्नु यहाँ मकैको गति, मकैको हालत यस्तो बनाइदिएछ यो सुँगुरले लयो नि। हेर यो मकै यस्तो स्याहार्ने बेलाको मकैको हालत, बँधेल आएर यस्तो सत्यानाश बनाइदिएछ। ल ए एउटा कोलिया सप हेर्नु त, हजुर अब त पाक्ने बेला खाने बेला भइसक्यो त। अनि ल यसरी खाएर यसरी गरेर खेती लगाएर यस्तो गराएकी छैन। ल ल यहाँ छेउ यहाँदेखि पुच्छरसम्मै नै भ्याए कि यस्तो तरिकाले खाइदिएपछि। ए आज हिजो यहाँ खाएछ, हिजो यहाँ खाएछ। यो यहाँ खाएछ हिजो। ए हिजो यहाँ खाएछ, सबै भ्याएछ। अब आज कता भ्याउँछ फेरि। यस्तो भएपछि नि के खेती गर्नु। हिजो यहाँ खाएको थिएन, अस्ति आउँदा यस्तो सर्लक्कै बनाइदिएपछि एउटा कोली के खाने। सुगाले नि खाने यता पनि हेर यस्तो लत्तर पत्तर केही छैन, घोगा एउटा छैन। ल दिनै आएको हेर यो त अब के न के यत्तिकै यो यहीँ यत्तिकै जान्छ। यो पहिला खाएको यस्तो सुकिसक्यो, यस्तो खाइदिएपछि म के गर्ने त। यस्तो बिजोग छ किसानको। गति बँदेलको करामत। यस्तो बर्बाद बनायो मैले, यस्तो गरेपछि रुनी के हाँस्नु पर्छ। दायाँ बायाँ कसैको खाएको छैन, यहीँ बिचमा आएर खत्तम बनायो। सबै छ के गर्ने, गाह्रो छ किसानहरूलाई। यत्रो गोड्यो, खेताला लगायो, जोत्यो, मल हाल्यो, औषधि हाल्यो, यत्रो बनायो। अब खाने बेलामा चाहिँ जङ्गली बँदेल आयो, गैँडा आयो, सुगा आयो, सबै छ यस्तो सुताएर। कसरी कोला गएर भन्ने। यस्तो बनाएछ।